हजुरको फोन चल्दा चल्दा ब्ल्याङ्क आउट भएको छ अचानक भने होल डिस्प्ले चेन्ज गर्नु पर्दैन, भिडियो अन्तिमसम्म हेर्न सक्नुहुन्छ है। सो यो चाहिँ स्यामसङको S10 प्लस रहेको छ। सरले फोन गर्दा गर्दा हाम्रो कस्टमर्सहरूले फोन गर्दा गर्दा उहाँको कलमै ठ्याक्कै ब्ल्याङ्क आउट भयो, फोन चाहिँ आइरहेछ। यो कन्डिसनमा ठ्याक्कै हाम्रो टिकटकको भिडियो हेर्नुभएको थियो, ठ्याक्कै एमटी स्ल्याबमा सम्झेर आउनुभयो है। देन हामीले प्रब्लम डायग्नोसिस गऱ्यौँ, के प्रब्लम भएको छ। हाम्रो टेक्निसियन सरले प्रब्लमको फाइन्ड आउट गरेर काम गर्न सुरु गर्यो, जुन चाहिँ फ्लेक्स रिप्लेसमेन्ट गर्दैछौँ फ्लेक्स मेसिनद्वारा, जुन चाहिँ भिडियोमा तपाईँले हेर्न सक्नुहुन्छ। यदि हजुरको फोन पनि यसो चल्दा चल्दा ब्ल्याङ्क आउट भएको छ, पानीमा गएको छ, ग्रिन आएको छ, व्हाइट आएको छ, लाइनिङ आएको छ भने, केही पनि समस्या छ भने एमटिएस ल्याबमा लिएर आउन सक्नुहुन्छ। फ्लेक्स मेसिनद्वारा फ्लेक्स रिप्लेसमेन्ट गरेर मजाले बनाउन मिल्छ, जुन चाहिँ हामीले S10 प्लस हेर्न सक्नुहुन्छ। यो चाहिँ बनाएको फाइनल भिडियो अन्तिमसम्म हेर्न सक्नुहुन्छ, बनाएको छौँ। यदि हजुरको फोन पनि ब्ल्याङ्क आउट भएको छ, ग्रिन लाइन आएको छ, व्हाइट लाइन आएको छ, डिस्प्ले आफै ब्ल्याङ्क आउट भएको छ भने एमटी स्ल्याबमा बनाउन चाहिँ लिएर आउन सक्नुहुन्छ। हामीले डायग्नोसिस नै गरेर सही सल्युसन तपाईँलाई दिन्छौँ। सो मोबाइल सम्बन्धी केही जानकारी चाहिँ एमटी स्ल्याबमा भिजिट गर्न सक्नुहुन्छ। फाइनली यो चाहिँ S10 प्लस हेर्नु फाइनल प्रोसेस आइसकेको छ। यो चाहिँ मोस्टली यो चाहिँ तपाईँको कुनै पनि फोनमा हुनसक्छ है। त्यो यो सबै डिस्प्ले नै चेन्ज गर्नुपर्छ भने हुँदैन। यो फ्लेक्स मेसिनद्वारा फ्लेक्स मजाले बनाउन मिल्छ, जुन चाहिँ उहाँको नर्मली उहाँको कस्टिङ 23-24 हजार लाग्नुपर्ने ठाउँमा जम्मा तपाईँको 7 हजार लाएर हामीले फ्लेक्स रिप्लेसमेन्ट बनाएको छौँ। ल हेर्नुहोस्, फाइनल भिडियो हेर्न सक्नुहुन्छ। S10 प्लस फाइनली अन भएको छ, चल्दा चल्दा अफ भएको सेट फाइनली अन भएको छ, हेर्न सक्नुहुन्छ। सो हजुरको कुनै पनि फोन पानीमा छिरेर चल्दा चल्दा अफ भएको छ भने मजाले फ्लेक्स रिप्लेसमेन्ट गरेर फोन बनाउन सक्नुहुन्छ। ल हेर्नुहोस्, फाइनली यति धेरै पैसा पनि सेभ हो, सल्युसन पनि फाइनली पाउनुभयो। सो यदि हजुर पनि 100% जेन्युन ब्याट्री डिस्प्ले केही पनि मोबाइल सम्बन्धी केही प्रब्लम छ भने यु क्यान भिजिट MTS स्क्रिन डिफप ल्याब, न्यू रोड, काठमाडौँ। यदि आउट अफ भ्यालीबाट हेर्दै हुनुहुन्छ भने हामीले कोरियर गरेर पनि पठाउन सक्नुहुन्छ। यो चाहिँ S10 प्लस फाइनली हामीले रेडी गराएको छौँ, हेर्न सक्नुहुन्छ। होल डिस्प्ले चेन्ज गर्नु पर्दैन। सो टेक बाई मनिष, यो चाहिँ म आइडी पनि मेन्सन गरिदिन्छु, उहाँलाई पनि के अरे फलो गर्न सक्नुहुन्छ। मोबाइल सम्बन्धी केही रिलेटेड जानकारी चाहियो भने उहाँलाई हाम्रो सरलाई रिक्वायर गर्न सक्नुहुन्छ। सो भिजिट एमटी स्ल्याब, मोबाइल सम्बन्धी केही जानकारी चाहिएमा भिजिट गर्न सक्नुहुन्छ। फाइनली फ्लेक्स सक्सेसफुल्ली भएको छ।